मेरो छोरी चाहिँ हिँडिरहेछ हामी सन्तानेश्वर मन्दिर आएको उसलाई कस्तो यता फर्क त यता चाहिँ बुढा साप हुइसिन्छ छोरा र बुढा हिँड्नु केटा ओ बेबी आमा छोरा राजा हे हे मिन्चाङ गाइज यस्तो गाह्रो छ नि हामी चाहिँ यहाँ भर्खर छोरी चाहिँ ऊ माथिबाट हाई भन्दैछ सानो मान्छे चाहिँ हामी चाहिँ हिँड्नु नसकेर बाउकोले बोकिरहेको छ कान्छा राजालाई कान्छा छोरा चाहिँ यता छ कान्छा छोरा चाहिँ आमामा छोरी चाहिँ माथि डाँडामा बाउ चाहिँ मुन्नी म चाहिँ बिचमा छु ए पर्खिनु लगाएर त्यसो गर्नु हुँदैन भन्छ अहिले मिठाई त भरै खानु त भगवानलाई चढाए बस आइपुग्यो है आमामा अब चाहिँ टुप्पोमा आइपुग्यो लु यता फर्क त छोरो ए नमस्कार गर भगवानलाई होइन 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 अहिले लु नमस्कार गर न अब आइपुग्यो ल यहाँ चाहिँ खुवा रहेछ खुवा खुवा वाउ लु नमस्कार गर केताबाट आइन छोरी हजुर र आज चाहिँ अलिक खाली रहेछ हामी सन्तानेश्वर मन्दिर ए लु हामी चाहिँ यो फनफनी घुम्दैछौँ भगवान् रक्षा क्षमा गरिदिनुहोस् हामीलाई मजाले आउँदैन पनि खोइ होइन पहिला उता गरेर आएर पो खुट्टा काट्ने होला त हौ लाइन बसेको अवस्था मन्दिरमा सन्तानेश्वर मन्दिरमा छोरा बाबा छोरी